तपाईहरु सबैजनालाई थाहा नै छ। अहिले नेपाल सरकारले करदाता प्रोत्साहन कार्यक्रम उपहार कार्यक्रम लिएर आएको छ र यहाँबाट चाहिँ तपाईहरुले लखपति बन्ने अवसरहरू पाउन सक्नुहुन्छ। मानौ हामीले डेली सामानहरू त किनिहाल्छौँ। अब किनेको ठाउँमा हामीले गएर बिल दियौँ भने त्यो बिल चाहिँ तपाईले यदि नगदमा बिल लिनुभएको छ भने त्यसको लागि चाहिँ अलिकति थोरै फर्मालिटी पुरा गर्नुपर्ने हुन्छ। जस्तै तपाईले लिएको बिललाई चाहिँ एउटा वेबसाइटमा लगेर तपाईले त्यो बिलको विवरणहरू अपलोड गरिदिन पर्ने हुन्छ। त्यसको लागि सबैजनालाई चाहिँ बिल कहाँ लाने, कसो गर्ने, कसरी अपलोड गर्ने होला, हैन? कसरी लगेर राख्ने होला भन्ने एकदमै त्यो हामीलाई के गर्ने होला भन्ने भइरहेको छ भने यो भिडियो तपाईहरुलाई काम लाग्न सक्छ। यसको लागि यो भिडियो तपाईले पुरा हेर्नुपर्ने हुन्छ। र सबैभन्दा सुरुमा चाहिँ के भन्छु भन्दाखेरि यदि तपाईले क्यूआरबाट पेमेन्ट गर्नुभएको छ भने चाहिँ यो झन्झट गरिरहनु पर्दैन। सो त तपाईको क्यूआरबाट चाहिँ एउटा कोड जेनेरेट भएर डाइरेक्ट तपाईको लकी ड्रमा जान्छ। तर यदि तपाईले नगदमा भुक्तानी गर्नुभएको छ, यदि तपाईले त्यो नगदको काम गर्दाखेरि चाहिँ बिलमा तपाईले बिल लेख्नुभयो र बिल लिनुभयो, अब कसैको सामान किन्नु भएको छ बिल लिनुभयो भने त्यो बिलमा चाहिँ तपाईले यदि नगद पैसा तिर्नु भएको छ भने त्यसको लागि चाहिँ तपाईले यो भिडियो हेर्नुपर्छ। ल तपाईलाई कसरी यो भरिन्छ भन्ने कुरा तपाईले यो भिडियोबाट सिक्न सक्नुहुन्छ। आउनुहोस् भिडियो सुरु गरौँ। तपाईहरु कतै नजानु होला। ल भिडियो सुरु भयो। सबैभन्दा सुरुमा आफ्नो कम्प्युटर अथवा मोबाइलमा भएको गुगल ब्राउजर अन गर्नु होला र यहाँनिर सर्चमा गएर तपाईले एउटा सर्च गर्नुपर्ने हुन्छ price.irdgov.com भनेर तपाईले यहाँनिर सर्च गर्नुपर्ने हुन्छ। price.irdgov.np भनेर सर्च गर्नुपर्ने हुन्छ र यति सर्च गरिसकेपछि तपाईले इन्टर गरिदिनु होला। इन्टर गरिसकेपछि यहाँनिर करदाता प्रोत्साहन उपहार कार्यक्रम भन्ने आउँछ। यहाँ याद गर्नु है, आन्तरिक राजस्व विभाग भनेर देखाउँछ माथि र यहाँनिर चाहिँ करदाता प्रोत्साहन उपहार कार्यक्रम देखाउँछ। यहाँ तल पनि दिएको छ तपाईको, यसलाई price.ird.gov.np भनेर तपाईले सर्च गर्नु होला र यसरी यो एउटा लिंक देखाउँछ। यसमा तपाईले गएर क्लिक गर्नुपर्ने हुन्छ। गएर एकचोटी क्लिक गरिदिनु होला। यो करदाता प्रोत्साहनमा गएर ओके गरिदिनु होला। ओके गरिसकेपछि यसरी तपाईको एउटा इन्टरफेस खुल्छ। यो इन्टरफेसमा यता सबैभन्दा सुरुमा माथि चाहिँ यहाँनिर ल्याङ्ग्वेजको अप्सन दिएको हुन्छ। तपाईलाई नेपालीबाट चाहिन्छ भने तपाईले नेपालीमा क्लिक गर्न सक्नुहुन्छ। इंग्लिशबाट चाहिन्छ भने इंग्लिशमा क्लिक गर्न सक्नुहुन्छ। मैले चाहिँ नेपालीमा राखेको छु। र यसपछि यता साइडमा यहाँनिर दर्ता भनेको हुन्छ। यहाँनिर दर्ता भनेको ठाउँमा तपाईले क्लिक गर्नुभयो भने तपाईले जुन दर्ता गर्न खोज्नु भएको छ त्यो हुन्छ र यतापट्टि अर्को एउटा सूची दिएको हुन्छ। त्यो सूचीमा चाहिँ अहिले पुरस्कारको कुपन विजेताहरूको लिस्टहरू हुन्छ। हामी चाहिँ दर्ता गर्छौँ। यहाँनिर बिल दर्ता भनेर दिएको ठाउँमा थोरै तल दिएको हुन्छ। यहाँनिर नगद गर्नुभएको छ कि अथवा क्यूआर गरेर बिल भुक्तानी गर्नुभएको छ कि, जस्तै तपाईले कुनै सामान किन्नुभयो, तपाईले पैसा तिरेर चाहिँ बिल लिनुभयो भने त्यो नगदमा गयो भनेपछि तपाईले नगदमा क्लिक गर्नु पर्यो। त्यसमा गएर नगदमा ओके गरिदिनु होला। यदि तपाईले नगद गर्नुभएको छैन भने क्यूआर गर्नुभएको छ भने त्यसको चाहिँ तपाईले भरिरहनु पर्दैन। अब नगदमा गएर तपाईले क्लिक गर्नु होला। यतापट्टि दुईटा अप्सन दिएको हुन्छ। यता एउटा नगद भन्ने दिएको हुन्छ र उतापट्टि अर्को विद्युतीय अथवा क्यूआर अथवा कार्ड भनेर दिएको हुन्छ। तपाईले नगदमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ तल एउटा अप्सन देखा पर्छ। यहाँनिर तल हेरौँ त, क्लिक गरिसकेपछि यहाँनिर चाहिँ तपाईको मेन तपाईले चाहिँ बिल लिँदाखेरि चाहिँ कुन संस्थाबाट लिएको बिलहरू चाहिँ लकी ड्रमा मान्ने हुने छैन भन्ने कुरा यहाँनिर दिएको छ। सहभागी हुन योग्य हुने छैनन् भनेको क ख ग घ गरेर यहाँनिर 4 वटा टपिक दिएको छ। तपाईहरुले यो राम्रोसँग पढ्नु होला। तपाईले बिल लिँदाखेरि चाहिँ कस्तो बिल आधिकारिक हो, कस्तो बिल आधिकारिक होइन भन्ने कुरा चाहिँ तपाईले यो पढेपछि थाहा पाउनुहुन्छ। यिनीहरू चाहिँ मान्य हुने छैन, लकी ड्रको लागि समावेश हुँदैनन् यिनीहरू बिलहरू। अब बिल विवरण भर्न जानुपर्छ हामी। हेरौँ है, यहाँनिर यो बिलहरूलाई अघि एकचोटि यो पढ्नु होला र तल अलिकति तल यहाँनिर बिल विवरण भनेर दिएको छ।
तपाईले यहाँ देख्न सक्नुहुन्छ। अब यो विवरणहरू भर्नुपर्छ। अब बिल विवरण भनेको तपाईले सामान किन्दाखेरि पाएको बिलमा एउटा बिल नम्बर हुन्छ। त्यो बिल नम्बर चाहिँ तपाईले यहाँनिर राख्नुपर्ने हुन्छ। बिल नम्बर तपाईले राख्नु पर्यो। यदि नगदमा खरिद गर्नुभएको छ भने तपाईले यहाँनिर बिल नम्बर राख्नुपर्ने हुन्छ। जस्तै मेरो बिल नम्बर छ 511 छ। मैले 511 भर्दिएँ र यतापट्टि प्यान नम्बर तपाईको त्यो बिलमा एउटा प्यान नम्बर हुन्छ। त्यो प्यान नम्बर राख्दिनु होला। मैले चाहिँ यहाँनिर एउटा प्यान नम्बर राखिदिएको छु। यसरी यहाँनिर तपाईको डेट अब आजकै डेट राख्दा पनि भयो। यसलाई गएर तपाईले राख्नु होला र यतापट्टि साइडमा दिएको कति रकमको सामान किन्नुभयो त्यो पनि खुलाउनु पर्ने हुन्छ र यहाँनिर चाहिँ भुक्तानीकर्ता विवरण भनेको चाहिँ तपाईको चाहिँ विवरण भर्नु पर्यो। जस्तै मानौ जसले बिल लिनु भएको छ त्यो बिल लिनेको जस्तै मानौ मैले बिल लिएको छु भने मेरो नाम लेख्नु पर्यो, मेरो मोबाइल नम्बर राख्नु पर्यो। यहाँनिर मोबाइल नम्बर राख्नु पर्यो र मोबाइल नम्बर मैले राख्दिएँ 1 2 3 4 एउटा के राख्दिएँ मैले। यसरी मोबाइल नम्बर आफ्नो मोबाइल राख्नु होला र ठेगाना राख्नु पर्यो। तपाईको सकेसम्म तपाईको नागरिकतामा भएको ठेगाना राख्नु होला। त्यसपछि यहाँनिर आफ्नो ठेगाना राखिसकेपछि यहाँ तल यतापट्टि पुरस्कार कुपन सिर्जना गर्नुहोस् भन्नेमा क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि तपाईको त्यो जुन बिलमा भएको नम्बर सहितको भेरिफाई भएर जानेछ। जुन एउटा कुपन हुन्छ त्यो नम्बर हुन्छ। त्यो नम्बर चाहिँ कुपनको लागि लकी ड्रको लागि रेडी भएर बसेको हुन्छ र त्यो नम्बर चाहिँ तपाईले सुरक्षित राख्नु होला। यसरी तपाईले आफ्नो बिल फर्मेट भर्न सक्नुहुन्छ जुन चाहिँ यहाँनिर लकी ड्रको लागि। अब यदि विद्युतीय अथवा तपाईले कार्डबाट चाहिँ स्वाइप गर्नुभएको छ भने तपाईले त्यस्तो भरिरहनु पर्दैन। तपाईको चाहिँ क्यूआरबाटै डाइरेक्ट तपाईको कोड जेनेरेट भएर लकी ड्रमा गइसकेको हुन्छ। अब तपाईलाई चाहिँ यदि लकी ड्र पर्यो तपाईको नाम पर्यो भने तपाईलाई नम्बरमा फोन आउँछ। परेन भने सम्झिनुस् आएन र यहाँनिर चाहिँ एउटै बिल पुनः दर्ता नगर्नुहोस् भनेको छ है। तपाईले फेरि कहिलेकाहीँ चाहिँ एकचोटि भएन होला भनेर तपाईले राम्रोसँग नगरिकन दुईचोटि दर्ता गरिदिनु भयो भने त्यो चाहिँ तपाईको नियम विपरीत भएकोले त्यो चाहिँ तपाईको एड गर्दैन। पर्यो भने तपाईलाई त्यो चाहिँ पुरस्कार नदिन सक्छ र तपाईको भुक्तानी दर्ता चाहिँ यहाँनिर जुन अनलाइनबाट गर्नुभएको छ यहाँनिर विद्युतीय अथवा क्यूआरबाट गर्नुभएको छ अथवा कार्डबाट गर्नुभएको छ भने यो चाहिँ स्वत तपाईको दर्ता भइसकेको हुन्छ। यसलाई दोहोऱ्याएर दर्ता गर्नु पर्दैन। तपाईहरुलाई भिडियो कस्तो लाग्यो? यदि भिडियो मन पर्यो भने लाइक, कमेन्ट र शेयर गर्न नबिर्सिनु होला र यस्तै भिडियोको लागि हामीलाई सब्स्क्राइब पनि गरिदिनु होला र कस्तो खालको भिडियो चाहियो कमेन्ट बक्समा तपाईले कमेन्ट पनि गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद।